नमस्कार, म टेक्निकल हबद्वारा एक शिक्षकै भनौँ हजुरहरूको धेरै मागपछि फेरि मैले एउटा चाहिँ प्रोभिजन फर ब्याड डेब्टहरू चाहिँ यो ट्रायल ब्यालेन्समा दिने, अनि कुनै चाहिँ क्रेडिटमा दिने, कुनै ट्रायल ब्यालेन्सको डेबिटमा दिने, एडजस्टमेन्टमा दिने। अनि हजुरहरू चाहिँ यो इक्जाम आएसँगै चाहिँ हजुरहरूले नआउने होइन, हजुरहरू आए पनि झुक्किनुहुन्छ। त्यसको लागि चाहिँ मैले चाहिँ एउटा सानो टिप्स लिएर आएको छु। यो चाहिँ ट्रायल ब्यालेन्स भयो होइन। ट्रायल ब्यालेन्सको डेबिटमा नि ब्याड डेट दियो, क्रेडिटमा चाहिँ फेरि प्रोभिजन फर ब्याड डेट भनेर 500 दियो, ट्रायल ब्यालेन्सको डेबिटमा 2000 दियो, फेरि एडजस्टमेन्टमा ब्याड डेट भनेर चाहिँ 3000 दियो, प्रोभिजन फर ब्याड डेट 10% दियो। ब्यालेन्स सिटमा चाहिँ हजुरहरूलाई चाहिँ ब्यालेन्स सिटमा अरू पनि हेडिङहरू हुन्छ। मैले चाहिँ हजुरहरूलाई बुझाउनको लागि एसेट्सतर्फ डेब्टर्सको चाहिँ 50,000 मात्रै लिएर आएको छु है। भनेपछि अब चाहिँ यो पिएल अकाउन्ट भयो। अब चाहिँ यो सबैभन्दा पहिला दिएको चाहिँ हजुरहरूले एउटा के कुरा बुझ्नुहोस् भन्दाखेरि चाहिँ एडजस्टमेन्टमा दिएको चाहिँ 2 ठाउँमा रेकर्ड हुन्छ, होइन भने चाहिँ यो ट्रायल ब्यालेन्समा दिएको चाहिँ एक ठाउँमा रेकर्ड हुन्छ कि पिएलमा रेकर्ड हुन्छ कि ब्यालेन्स सिटमा रेकर्ड हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु पऱ्यो है। अब चाहिँ यहाँ छ, अब यसको चाहिँ सोल्युसनतिर लगाउँ है। सोल्युसनतिर लाग्नु पहिला चाहिँ अब चाहिँ यहाँ चाहिँ सर हेरौँ है। हो, यो ट्रायल ब्यालेन्समा दिएको ब्याड डेट चाहिँ एक ठाउँमा रेकर्ड हुन्छ, त्यो हो पिएल अकाउन्टको डेबिट। त्यसकारण चाहिँ हामीले चाहिँ यहाँ लेखौँ 2, यहाँ चाहिँ लाइट अलिकति अफ गरिदिउँ ल, ठिक छ। 2 ब्याड डेट भनेर लेखौँ, ब्याड डेट भनेर लेखौँ। ब्याड डेट चाहिँ यो भित्री कोलममा लेखौँ है, त्यो माथिको अकाउन्ट 2000 लेखौँ। अनि चाहिँ यो चाहिँ एक ठाउँमा मात्रै रेकर्ड हुन्छ, यसको कुरा सकियो। यसको यसलाई अब हेर्नै परेन। अब चाहिँ यो एडजस्टमेन्टमा दिएको पनि ब्याड डेट चाहिँ 2 ठाउँमा रेकर्ड हुन्छ। अब ब्याड डेट चाहिँ के हुन्छ भन्दाखेरि यसलाई चाहिँ डेब्टर्सबाट घटाउनुपर्छ, अनि यो चाहिँ पिएल अकाउन्टको डेबिटमै रेकर्ड हुन्छ। यसलाई चाहिँ ओल्ड ब्याड डेट पनि भन्ने चलन छ। त्यसकारण चाहिँ यसमा चाहिँ अब यो एडजस्टमेन्टमा दिएकोलाई चाहिँ न्यू भनेर चाहिँ फेरि फर्दर ब्याड डेट भने भयो, ब्याड डेट मात्रै भनेर लेखिदिउँ है ल है। ब्याड डेट चाहिँ यहाँ 3000 छ। मैले हजुरहरूलाई चाहिँ बुझाउनको लागि चाहिँ छुट्टा छुट्टै एमाउन्ट लिएर आएको छु, किनकि हजुर झुक्किने टाइम हो कि यो चाहिँ यो लास्ट आवर हो चाहिँ हाम्रो, यो त्यही भएर झुक्किन्छ। अब चाहिँ यहाँ चाहिँ डेब्टर्सको चाहिँ 50,000 छ होइन। अब हामीले चाहिँ अब यहाँ ब्यालेन्स सिटमा चाहिँ ब्यालेन्स सिट बनाउने बेलामा चाहिँ यो ट्रायल ब्यालेन्समा डेब्टर्सको अमाउन्ट हो कि अरे, यहाँ डेब्टर्सको अमाउन्ट 50,000 छ भन्ने बुझाउँ है। डेब्टर्समा छ भने चाहिँ यो चाहिँ घटाइदिइहाल्ने, यो 3000 चाहिँ ब्याड डेट है। ब्याड डेट भनेर 3000 घटाइदिइहाल्ने। अब चाहिँ आउँछ कति आयो, 50,000 भनेपछि 47,000 आयो है। अब 47,000 को चाहिँ हो, यो प्रोभिजन पनि फेरि कता लेख्नुपर्छ, यहीँ ल्याएर लेख्नुपर्छ, एड प्रोभिजन यो 10% है, यो 10%लाई नि यहीँ एड गर्नुपर्छ। अब एड गर्दाखेरि चाहिँ यो 47,000 को चाहिँ 10% गर्नुपर्छ। त्यसकारण चाहिँ 47,000 को यहाँ चाहिँ क्यालकुलेटर अन गरौँ। 47,000 को 10% गर्दाखेरि कति आयो, 4,470 आयो। 47,470 4700 आयो। अब यसको चाहिँ टोटल कति भयो, 5,000 9,700 हुन गयो। अब चाहिँ हजुरहरूलाई चाहिँ अब यहाँ अझै एउटा छ प्रोभिजन फर ब्याड डेट भनेर, क्रेडिट साइडतर्फ 500, यसलाई चाहिँ यहीँ ल्याएर घटाए पनि हुन्छ ट्रायल ब्यालेन्स यो पिएल अकाउन्टको डेबिटमै ल्याएर। नत्र होइन अब झुक्किन्छु भन्नुहुन्छ भने यसलाई चाहिँ क्रेडिट साइडतर्फै बाई प्रोभिजन फर ब्याड डेट भनेर चाहिँ 500 रुपियाँ यतै लेखिदियो भने एकदम मिल्छ। अब ब्याड डेट भनेको यो भयो। अनि यो प्रोभिजन फर यो हो, यसलाई चाहिँ हामीले करेन्ट लाइबिलिटीमा चाहिँ प्रोभिजन एन्ड सरप्लस हो कि त्यस्तै के भन्ने हुन्छ, त्यसमा चाहिँ लगेर चाहिँ यो प्रोभिजन फर ब्याड डेट भनेर 4700 चाहिँ लेख्नुपर्ने हुन्छ। धन्यवाद। हजुरहरूले केही असिलो लागेको छ भने चाहिँ फेरि सोध्न सक्नुहुन्छ।